सम्पूर्णमा नमस्कार। म आज इमिसमा आएको एउटा नयाँ अपडेटको बारेमा जानकारी दिन गइरहेको छु। भिडियो पुरा हेरेर साथ दिनुहोला। इमिस लगइन गर्नुहोस्। इमिस लगइन गरिसके पछाडि पर्फर्मेन्स ग्रान्ट, टिचर स्टाफ पर्फर्मेन्स ग्रान्ट एक्सेप्ट आउँछ। यो पर्फर्मेन्स ग्रान्ट भनेको प्रोत्साहन भत्ताको बटन थपिसकेको छ। यो बटनमा जानको लागि तपाईँले यहाँ पर्फर्मेन्स ग्रान्टमा टिक गर्नुहोस् र 2083 मन्थ श्रावण छाडेर लोड गर्नुहोस्। यहाँ देखिएन, यो देखिएन, किन देखिएन भन्नको लागि तपाईँले पहिला टिचर ग्रान्टमा गएर लोड गरेर तपाईँको एक्सन बटनमा गएर टिचर स्यालेरी डिटेल्स भनेको स्यालेरी सेटअप गरेको हुनुपर्छ। स्यालेरी सेटअप गरिसके पछाडि फेरि पर्फर्मेन्स ग्रान्टमा जानुहोस्, 83 छाड्नुहोस्, महिना श्रावण छानेर लोड गर्नुहोस्। लोड गरिसकेपछि तपाईँको यस्तो विवरण देखिन्छ। यहाँ तपाईँले पहिले सुरुमा नोटमा टिक लागेको हुन्छ, यसलाई यसमा टिक लगाउनु, सबैमा यसमा टिक लगाउनुहोस् र सेभ बटनमा सेभ गर्नुहोस्। अब तपाईँलाई कुनै पनि सच्याउनु पर्यो भने रिलोड लेटेस्ट गर्नुभयो भने तपाईँले यो पूर्ण फेरि सच्याउन सक्नुहुनेछ। यतापट्टि बाई एलजी भनेको चाहिँ यो बाई लोकल लेभल ग्रान्ट भनेको प्रोत्साहन भत्ता स्थानीय सरकारले पनि थपेको छ भने मात्रै यतापट्टि तपाईँले थप्न सक्नुहुन्छ, होइन भने यसलाई नचलाउनुहोस् भन्दै आजको सानो र छोटो भिडियो यति नै। भिडियो उपयोगी लागेमा लाइक, कमेन्ट, सेयर, फलो र सब्सक्राइब गर्न नभुल्नुहोला। हस्, धन्यवाद, नमस्कार।